मलाई मेरा गुरुले सुनाउनु भएको यो कुरा एकपटक एउटा हास्य कलाकारले कार्यक्रममा एउटा चुड्किला सुनाएछन्। उनको चुड्किला सुनेर त्यहाँ उपस्थित सम्पूर्ण दर्शक श्रोताहरू मूर्छा पर्ने गरी हाँसेछन्। केही समयपछि उनले सोही चुड्किला दोहोऱ्याएर सुनाएछन्। यसपालि भने अघिभन्दा कम हाँसो भएछ। केही समय पश्चात कलाकारले पुनः अगाडि नै सुनाएको चुड्किला तेस्रो पटक पनि सुनाएछन्। यसपालि भने कोही पनि दर्शक श्रोताहरू हाँसेनछन्। दर्शक श्रोताहरू नहाँसेपछि कलाकारले प्रश्न गरेछन्, हजुरहरू यसपालि चाहिँ किन हाँस्नु भएन? तत्पश्चात जवाफ आएछ कि एउटै चुड्किला पटक पटक सुनेर को हाँस्छ? हाँसो लागेन हामीहरूलाई। तत्पश्चात कलाकारले भनेछन् कि हामीहरू एउटै चुड्किला पटक पटक सुनेर हाँस्न सक्दैनौँ भने एउटै दुःख, एउटै पीडा, एउटै असफलतालाई सम्झेर पटक पटक दुखी किन हुन्छौँ? पटक पटक किन रुन्छौँ? पटक पटक उदास किन हुन्छौँ?